नेपाली फिल्म उद्योगमा जब सोच्नुहुन्छ कि अब त केही नयाँ हेर्न पाइएला, त्यही बेला बज्छ मास्टरनीको यो ट्रेलर। कथा के छ त? उही पुरानो फर्मुला। एउटा पावरफुल नेता, उसकी हराएकी छोरी, पुलिसको अनुसन्धान अनि बीचमा रुँदै कराउँदै दौडिने मुख्य पात्रहरू। साउथ वा बलिउडका 5वटा क्राइम सस्पेन्स मुभी मिसाएर मिक्सरमा पिधेपछि जे निस्कन्छ, ठ्याक्कै त्यही झल्को दिन्छ यो ट्रेलरले। प्रियङ्का कार्कीको डायलग डेलिभरी हेर्नुस्। म महाकाली बन्न बेर लाउँदिन भन्दै चस्मा ढल्काउँदा सिनेमा हलमा सिट्टी बज्छ कि हाँसो, त्यो त भदौ 5 गते नै थाहा होला। अनि हाम्रा आर्यन सिग्देल र अनुप विक्रम शाही त हरेक दोस्रो फिल्ममा पुलिसकै वर्दीमा आउँछन्। लाग्छ नेपाल पुलिसको स्थायी लोकसेवा यिनैले नाम निकालेका हुन्। ब्याकग्राउन्ड म्युजिक यति धेरै लाउड छ कि मानौ सस्पेन्स दृश्यले भन्दा पनि पपकर्नको टोकरीले धेरै डर देखाउँछ। दृश्यहरूमा यति धेरै डार्क फिल्टर हालिएको छ कि मान्छे खोज्दैछ कि बत्तीको पोल, छुट्याउने धौधौ पर्छ। सस्पेन्सको नाममा जे पनि बेच्न पाइन्छ भन्ने सोच हो भने दर्शक अब सोझा छैनन्। यति धेरै ठूला कलाकारहरू भेला पारेर एउटै खिचडी बनाउनुभन्दा कथामा अलिकति नयाँपन हालेको भए हुन्थ्यो। द कस्ट अफ सर्भाइभल रे। सर्भाइभल त फिल्मका पात्रलाई होइन, हलमा टिकट काटेर 2 घण्टा बस्ने दर्शकलाई चाहिनेछ। खैर, ट्रेलर हेर्दा फिल्म ओभरअल ठिकै एभरेज जस्तो देखिन्छ। मेरो तर्फबाट यो ट्रेलरलाई 10 मा 5 स्टार। बाँकी त भदौ 5 गते हलमा पूरै फिल्म हेरेपछि नै थाहा होला। सो जस्ट फर फन र इन्टरटेनमेन्टको लागि मात्र बनाइएको हो। भिडियो मन परे लाइक गर्नुहोस्। फिल्मप्रतिको तपाईँको विचार के छ कमेन्टमा ठोक्नुहोस्। अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।